हेलो अल अफ यू गाइज वेलकम टु न्यू ब्लग। आजको नयाँ भिडियोमा हजुरलाई स्वागत छ र आजको नयाँ भिडियो रहेको छ इन्डिया टु जलन्धरको जर्नी रहेको छ हैन, यात्रा रहेको छ। मलाई थाहा भएन कि आज जाने हो भनेर हैन, मतलब म भोलि बिहानै निस्किन्छु भन्ने लाग्थ्यो थियो। फेरि थोडा सा यहाँ गनम्यानहरु मतलब कोही जाने रहेछ जलन्धरतिर, तिनीहरूको साथमा जानु पर्यो भनेर म पनि बेलुका हिँडिहालेको हैन। र खास नै मेरो यो पार्ट 1 हो। खास नै म इन्डिया टु नेपालको जर्नी गर्न लागेको, यात्रा गर्न लागेको हैन। 2 साल भयो इन्डियामा काम गर्न लागेको। 2 सालको बाद अब बल्ल नेपाल जाँदैछु। देख्छु नेपाल जस्तै 2 साल बाद जाँदाखेरि नेपालमा कति चेन्ज भएको हुन्छ, घर चेन्ज हुन्छ, मतलब ठाउँै बस्ती चाहिँ चेन्ज हुन्छ न, मतलब अलगै फिलिङ आउँछ। त्यही भएर 2 सालको बाद जाँदैछु। देखौँ अब कस्तो नजारा छ र मम्मी बाबाको रियाक्सन पनि कस्तो हुन्छ हेरौँ न। पहिला अब जलन्धर जान्छु, जलन्धर गएर फेरि उसको बाद नेपाल जान्छु। लामो भिडियो हुन्छ हैन, त्यही भएर म पार्ट 1, पार्ट 2, पार्ट 3 गरेर बनाउँछु हैन। हजुरहरूले हेरेर सपोर्ट गरिदिनु होला र अगाडिको भिडियो म हजुरलाई बादमा गरेर देखाउँछु। र मेरो भिडियो राम्रो लाग्यो भने लाइक, सब्स्क्राइब एन्ड बेल नोटिफिकेसन कल पे सेट गरिदिनु होला भन्न चाहन्छु। यति नै हो र सबैलाई थ्याङ्क यू सपोर्ट गरेको। फाइनली गाइस हैन, जलन्धर पुग्यो। कति उतादेखि हिँड्ने थियौँ 9 बजे हैन, पुरा यता 5 बजे आइपुग्यो हैन। कति 9, 10, 11, 12, 1, 2, 3, 4, 5 भनेपछि पुरा आध घन्टा लाग्ने हुन्छ। अझै के भन्छ अरे, आफ्नो फुलमम्मीको घर पुगेको छैन। फुलमम्मीको घर पुग्यो भने बल्ल हुन्छ हैन, बल्ल जलन्धर आएको फाइदा हुन्छ। र बस अब थोडा सा यता चाय पानी नास्ता सास्ता गरेर जानु पर्ला भनेको। यहाँ जलन्धरको बस स्टेसनमा छु बल्ल अहिले हैन। त्यो अटो गरेर पकडेर फेरि फुलमम्मी घरतिर जानु छ। थोडा सा टाइम लाग्छ हैन, त्यही पनि फेरि जानु पर्ला भन्छु। खासै नि मेरो यो भ्लग के को बारेमा थियो भन्दाखेरि इन्डिया टु नेपालको बारेमा थियो हैन, जर्नी। और के भन्दाखेरि पुरा 2 साल भयो हैन नेपालदेखि इन्डियादेखि नेपाल नगएको हैन। त्यही भएर अहिले जाँदैछु। त्यही भएर थोडा सा एक्साइटेड पनि फिल भइरहेको छ। हजुरलाई पनि थाहै छ न, 2 साल बाद घर जाँदाखेरि कति
हुन्छ भनेर होइन। र यो पार्ट 1 हो होइन, पार्ट 2हरू पनि बनाउँछु। चलो त्यो पनि चिया दिन्छु। र के भन्न चाहन्छु भन्दाखेरि रातिको सफर गर्दाखेरि होइन बहुत गाह्रो हुनेछ क्या। एउटा कुरो भ्यू पनि निकाल्न नसकिने होइन। अर्को के रहेछ भन्दाखेरि आस्तै निद लाएर दिमाग खराब भइरहेको। मतलब हुन्छ न जस्तै यार बाटोमा यस्तो सिटै खराब थियो। खराब भन्दा नि त्यो के त्यति राम्रोवाला सिट छैन, सुत्नेवाला सिट थिएन कि नर्मली सिटमा आइरहेको थियो। यति गाह्रो भएको थियो यार होइन। सुत्न नै नपाएर होइन कस्तो आँखा कस्तो दुखिरहेछ, अनुहार अर्कै भइरहेछ, हजुरलाई पनि थाहा छ होइन। र के भन्न चाहन्छु भन्दाखेरि मेरो भिडियो हेर्नु भएको छ भने लाइक सब्सक्राइब एन्ड बेल नोटिफिकेसनको अलको सेट गरिदिनु होला र मलाई सकेसम्म सपोर्ट गर्नु होला भन्न चाहन्छु। र अरू के भन्छु भन्दाखेरि त्यस्तै होइन। अब हजुरहरूलाई सबैलाई माफी माग्न चाहन्छु किनकि 4-5 महिना भएर मैले भिडियो नगराएको, युट्युबमा पोस्ट गर्न नि पाएको थिइनँ। किनकि भन्दाखेरि कामको कारणले गर्दाखेरि बाहिर निस्किन नपाइने। हो गए पुछिरहेको थिएँ पैसा हो गयो भन्ने थियो होइन। मैले पनि भनेँ भयो भन्दै। र मैले के भन्न खोजेको थिएँ भन्दाखेरि जो काममा के टाइमै नभएर पुग्दै थियो मिल्ने थिएन होइन। भलक गराउने पनि होइन, किनकि अब एउटै चिजमा भलक गराउँदाखेरि नराम्रो पनि देखिने होइन। त्यही भएर यसो वेट गरेको। र यो पनि अब होइन मलाई थाहै थिएन कि म आजै निस्किन्छु भनेर। म फेरि भनेको थिएँ कल बिहान निस्केर थोडा सा भ्यू निकालेर एउटा राम्रो चिटेको भिडियो गराउँछु भनेको थिएँ। तर के गर्ने मान्छे पनि आने पाइहालेँ, पछि म पनि हिँडिहालेँ, त्यही भएर भिडियो गराउनु पाइनँ। चलो कोही न, जस्तो भए पनि दाजुभाइ तथा दिदीबहिनीहरू जसले हेर्नुभएछ होइन सबैलाई मेरो भिडियो हेर्नुभएको छ भने सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला र अच्छा राम्रो लाग्यो भने कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु। र म अब थोडा सा मेरो ब्याग चाहिँ यता रहेको छ होइन, गिटार वगेरा सकेर और भएन भनेर होइन दुईतिर हातमा सामान भएर पनि हो क्या क्यामेरा छोप्न नि गाह्रो भइरहेछ। क्यामेरा भन्दा नि अब क्यामेरा गर्न नि गाह्रो भइरहेछ होइन। त्यही भएर हो होइन। अब ट्याक्क नास्ता पानी पनि भइसक्यो। एउटा ब्रेड खाइरहेको थियो क्या, चिजवाला ब्रेड खाएको र चिया खाएको होइन। पेट कस्तो दममा भयो क्या। र के भन्न चाहन्छु भन्दाखेरि इन्डिया खास नि यो भिडियो पार्ट 1 हो। इन्डियादेखि नेपालको जर्नी हो होइन, यात्रा क्या। मतलब इन्डिया टु नेपालको यात्रा को भिडियो रहेको छ यो एउटा होइन। यो पार्ट 1 हो। जलन्धरदेखि बुटोल जान्छु, बुटोलदेखि खरबाङ जान्छु, खरबाङदेखि मेरो घर देखाउँछु। र हजुरहरूले पनि पार्ट 1 पार्ट 2 हेरेर साथ दिनु होला र सकेसम्म सपोर्ट र सेयर गरिदिनु होला भन्न चाहन्छु। चलो म पनि अब जान लाग्यो होइन। बेलुका चाहिँ होइन अब ठुलमम्मीको घरतिर जान लाग्यो र ठुलमम्मीको घरतिरको थोडा सा नजारा हेर्नु होला। यो हो यार जबरदस्ती खराब करने मत करो नहीं पाइए चलो
यस्तोदेखि अब दुर्गा मन्दिर मा आइयो होइन। र अब बस घरतिर जाँदैछु। अतो गरेर आएको थोरै सल्लाह जस्तो थियो कि यो हो दुर्गा मन्दिर होइन। जान लाग्यो सबै दिने कि मम्मीलाई थाहा छ फिर भी अफाइस भन्ने गराउनु पऱ्यो होइन। थोड़ा सा स्याकको बोकेर होइन हिँड्न लगाएको देखाउनु भयो गाउँमा त। चलो फाइनली चल्दै थिएँ रहेको छु गाउँ। त्यति बेला त गए जस्तो लाग्थ्यो कि कहाँ यहाँ नभुलिने भन्ने दवा लाग्थ्यो। भुलिन सकिन्छ क्या यस्तो छ। झिलिमिली चल्दैछ। दसैँ आयो होइन, यता पनि दसैँ मनाउँछ। फाइनल गएछन् ठुल्मम्मीको घर पुग्न लाग्यो यार। बाटो बिराएर यताउति गल्ली क्या, धेरै गल्ली भएर थाहै नपाएर कहिले यता गएछु उतादेखि फेरि के उता जो छ न मतलब रोटेसन ल्याएकोले गर्ने क्या। मतलब यतादेखि यता गयो दाहिनेदेखि लेफ्ट गरेर यहाँ बर्बाद भयो क्या धेरै। चलो मम्मी घरतिर जाँदैछु होइन। यहाँदेखि अब कता यो हो होइन। चलो मम्मीलाई गएर सरप्राइज दिने। सरप्राइज आइम जस्ट टु टक अबाउट हिम। दिएगा कल साजन दाइलाई पुछेर भए नि यसो घरको पत्ता लाग्यो कि नभए त थाहा पनि थिएन कता हो कता। अझै पनि कोही ठाउँमा जो पुगेछ भन्ने थाहा छैन। हो चलो पुग्यो भने आइम जस्ट टु लुक देखाउँछु स्टोरी हुन्छ होइन जलन्धरमा। म अहिले जलन्धरमा छु। बस्ती विशेषलाई बस्ती चलो फाइनली मम्मीको घर आइयो। गल्ली छप्पा मारेर भने होइन। मेरो गाना कतै झोलै पार भइरहेको छ पुरा। गिटार पछि बिहाको सुर्केस जस्ट कमिङ फर त्यो मम्मीको घर। के छ एउटा tofu। चलो फाइनली होइन घरमा पुग्यो। नुहाइधुवाइ गरेर अब थोड़ा सा रेस्ट गर्ने। कस्तो निद लागिरहेको छ। टफी लाइक दिस इट इज सो ब्युटिफुल एन्ड थ्याङ्क यू दाइ। हाम्रो दाइ हुनुहुन्छ। ठुल्मम्मी हेर्नुभयो त्यस्तै ठुल्मम्मी चाहिँ लो लाग्यो। यता कता दिन्छौ
माथि मम्मी हुनुहुन्छ